हेलो गाइज वेलकम टु माई भ्लग। आजको मेरो आमा औसीको भ्लग पनि आइसक्यो साथीहरू है। तर मेरो मम्मी यहाँ हुनुहुन्न, म चाहिँ मेरो मम्मीको लागि सामान पठाउँदैछु है साथीहरू। यो चाहिँ मेरो मम्मीको लागि प्याक गर्दैछु। आजको भ्लग मेरो आउँदैछ। तपाईँहरूले कसरी मनाउनु भयो, तर मैले चाहिँ यसरी मनाउँदैछु। मेरो मम्मीको लागि प्याकिङ गर्दैछु है साथीहरू। दुईवटा केक काट्नेवालामा छौँ हामी। एउटा सानीमाको लागि, एउटा मम्मीको लागि, एउटा चाहिँ काटिन्छ गाइस। चाहिँ म मासु प्याकिङ गर्दैछु मेरो मम्मीको लागि। पहिला सुरु यसले उसके हाल्नु पर्ने। पहिला चाहिँ यो हाल्नु पर्छ दाइ। म यसो सम्झेँ क्या मैले। यति चाहिँ प्याकिङ गरिसकेँ मैले मेरो मम्मीको लागि गाई। मेरो मम्मीको लागि एउटा सानो फोन टिभी हो, मेरो बेस देखेको छैन, एउटा कोक, अनि त्यसपछि यो रोटीहरू चाहिँ हाल्नुपर्छ। मेरो मम्मीको लागि यो रोटी म आफैले हालेको गाइस। बिहान चुरक्क 5:30 बजी उठेर हालेको रोटी हो गाइस। हो के म 5 बजी उठेर हालेको रोटी हो यो आज मम्मीको लागि भनेर। मैले मम्मी आउनुहुन्छ भनेको, आउनु भएन। ठिकै छ, केही छैन। मम्मी नआए पनि मम्मी 25-26 गते आउँदै हुनुहुन्छ होइन। मैले हाल्दैछु, ढुङ्ग्री पनि हाल्दैछु है गाइस, किनभने मम्मीलाई मनपर्छ नि त ढुङ्ग्री। त्यही भएर भर्यो खोलेको भ्लग पनि आउँदैछ खोलेको। अब यो चाहिँ मैले पापड हाल्दैछु, फेरि पापड भयो। लुगाहरू के भन्दा मेरो मम्मीको लागि मैले लुङ्गी किनिदिएको। मेरो मम्मी लुङ्गी मनपर्ने भएर लुङ्गी र टी सर्ट है। लुङ्गी र टी सर्ट मनपर्छ नि त, मेरो मम्मीलाई मन पर्दैन। त्यसपछि मैले किनिदिएको मेरो मम्मीले एउटा चप्पल। ट्याक्क ल यसलाई चाहिँ हिँड्दै राख्नु। यसरी प्याकिङ गरिदिएको छु। तर यो मासु चाहिँ मेरो क्यामेराम्यान मेरो भाउजू हुनुहुन्छ, उहाँलाई पनि एकचोटि जोरदार तालीले स्वागत गर्नुहोस्, किनकि मेरो नाम लिएन भनेर मलाई क्यामेरा बनाएर मलाई हैरान पार्यो भन्दै हुनुहुन्छ। मैले अब सबै कुरा प्याकिङ गरिसकेँ। यति रोटी पनि रहेको छ मेरो घर। यो रोटी खाने मान्छे अब घर गइहाल्ने थिएँ। अब अलिकति किन्नुलाई दिनुपर्छ। अगाडि नै बसेर भन्छु क्या, म फेरि भ्लगमै भन्छु क्या, म जे छ त्यही बोल्छु क्या। भ्लगमा आएर कमेन्ट गरिदिन्छु म त्यसो बोल्छु क्या गाइस है। म त सफा भन्दछु क्या। ल मेरो मम्मीको लागि यति प्याकिङ भइसकेको छ। मैले रोटी त खतरा हालेको नि गाइस, हेर्नु न रोटी कस्तो दामी हालेको छु। यो देखाउनु नि, खतरा हालेको छ। तर यो चाहिँ यो लास्टमा यो ऊ मेरो सानीमा, ऊ मेरो फुपू होइन। सानीमा र फुपूको आज मुख हेर्दैछु। मम्मी नभए पनि सानीमा हुनुहुन्छ। सानीमा मम्मी पछिको सानीमा हो कि होइन। अनि हामी जहिले पनि यसरी नै मनाउँदै आएका छौँ। ह्याप्पी मदर्स डे, ह्याप्पी मदर्स डे भन्नु चाहिँ जाऊ न। आमा औसीको धेरै धेरै शुभकामना छ मेरो सानीमा र मेरो फुपूलाई। लु आजको औसी पनि गइसक्यो हाम्रो। त्यसलाई काट्नु मन पर्छ अब यो खस टिका होइन पाएर ल। पहिला पहिला त चियो त्यसपछि चियो जन्म तपाईँले लगाइदिनु।
न गिफ्ट फुपूलाई अब ठिक यो त यहीँ छ त अनि के दिने लु स्वस्तिका भिडियो बना बाघ यहाँ गएको चाहिँ पाउनु देखाएको हुन्छ उल्टो भयो क्या पहिला यतिकै लगाइदिएको त्यो यहाँ पस्नु न त्यहाँ नपस्नु भयो यहाँ आजको ब्लग पनि भ्याइसक्यो होइन त आजको हाम्रो आमा औँसीमा पनि केक काट्यौँ रमाइलो गऱ्यौँ जे जस्तो भए पनि सबैजना ह्याप्पी नै छौँ मम्मी टाढा भयो नि मम्मीलाई मिस गरेको छु पोहोर हामी अहिलेसम्म मैले 14 वर्ष भयो बिहा गरेको तर मैले 13 वर्षसम्म मैले मोबाइल छुटाएको थिएन यसपालि छुटाएँ होइन तर केही छैन अर्को वर्ष सँगै मनाउँला सबैजनालाई मिस यु मेरो बहिनीलाई मेरो मम्मीलाई बाबालाई छिमेकीलाई सबैलाई मिस यु त्यही हो सानीमा आउनुभएको छ ठुलो कुरा त्यही पनि होइन त सानीमा आउनु भयो नि त मैले एक वचनमा सानीमा आयो क्या दिदी आऊ है म अब उता आउनु पाउँदिनँ बाबु सानो ह भनेको थिएँ तर दिदी आइन् त्यहीमा ठुलो कुरा छ फुपू पनि एक वचनमा आएको फुपू पनि पोहोर आएकै थिएन यसपालि फुपू पनि आउनुभयो फुपूसँग पनि ह्याप्पी हामी सबैजना ह्याप्पी भयौँ तपाईँ ह्याप्पी भयो कि भएन म ह्याप्पी भएँ ह्याप्पी भयो त नि तिमीहरूलाई केही भन्नु छ यही भन्नु के भन्नु छ दिदीलाई कि मिस यु गर्नु कि होइन दिदीलाई सम्झियो कि छैन दिदीलाई मेरो बहिनीलाई दुईवटा बहिनीलाई एकदम मिस गरेको छु र मेरो मम्मीलाई बाबालाई मेरो दाइलाई भाउजू सबैलाई मिस गरेको छु यही भ्लगबाट होइन कसैले पनि मेरो नाम छुट्यायो यो गरेर त्यो गरेर नभन्नु सबैजनालाई मैले मिस गरेको छु आई मिस यु अल सबैजनालाई बाई बाई आजको मेरो भ्लग यति नै हो ह्याप्पी मदर्स डे ह्याप्पी मदर्स डे सबको मम्मीहरूको सबले मुख हेर्नु होला होइन सबैजना रमाउनु होला खुसी हुनु होला त खुसी सायद मनाउन नपाए पनि अर्को साथ अवश्य मनाउने छौँ मेरो दुईवटा बहिनीसँग अनि मेरो सानीमा अनि मेरो मम्मीसँग अनि फुपूसँग होइन सबैसँग केही छैन यो भ्लग चाहिँ मेरो मम्मीले पनि हेर्नुपर्छ म एकदम मिस गरेको छु मेरो मम्मीलाई ल आई मिस यु सबैजनालाई तिमीले छोरीलाई के भन्नु हा मम्मीले अन्जुलाई खै मिस यु भन न मिस यु भाषा गएको अब हामी पनि हाल्छौँ अब मैले हाल्छु न जब दिदी त्यहाँ हेर्दा पछि हुन्छ नि आउँछ नि नानी त